यो दृश्य धनकुटा लेगुवाको हो। समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत त्यहाँ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक व्यक्तिले मुक्का प्रहार गरेको देख्न सकिन्छ। नेता कार्यकर्ताहरू स्वागतका लागि फूलमाला लिएर बसेका बेला एक व्यक्ति भने पाखुरा सुर्किँदै भिडमा छिरेको दृश्यमा देख्न सकिन्छ। ओली नजिकै पुगेका धनकुटा लेगुवाका महेश राईको मुक्का प्रहारबाट ओलीको चस्मा खस्छ। यो दृश्य फेरि हेर्नुहोस्। मुक्का हाने लगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरूले समातेका थिए। उनलाई प्रहरीले पक्राउ गरेको छ। उनले किन मुक्का हानेका हुन् यसबारे खुलेको छैन। यद्यपि पहिचानवादीबाट ओलीलाई सुरक्षा थ्रेट विगतदेखि नै थियो। आक्रमणपछि प्रहरीले ओलीलाई गाडीमै राखेर स्कटिङ गर्यो। फलतः कार्यकर्ताले ओलीको घाँटीमा लगाउन ल्याएको माला गाडीमै चढाए। यो हेर्नुहोस्। कोशीमा आक्रमण हुन सक्ने पूर्वानुमान गरेरै एमालेले झुलाघाट चिवा भन्ज्याङ यात्रा सुरु गर्नु अघि नै सरकारलाई सुरक्षाका लागि पत्र लेखेको थियो। तर तराईका प्रहरी पहाड तान्दा समेत सुरक्षा दिन प्रहरी चुकेको छ। यात्रा रोक्न खोज्ने 9 जनालाई बुधबारै प्रहरीले पक्राउ गरेर सम्भावित घटनाबारे चनाखो बनेको देखिए पनि ओलीमाथि आक्रमण भयो। आफ्नो अधिकार खोज्न पहिचानवादी पक्षधरहरू आन्दोलित बनिरहँदा शान्तिपूर्ण अभियान चलाइरहेको एमालेमाथि पहिचानवादीहरूले धावा बोलेका छन्। तर शान्तिपूर्ण अभियानमा हिँडेको एमालेमाथि पहिचानवादीले अस्वाभाविक ढंगले हरकत देखाउन चाहिँ आलोचित कृत्य हो। यद्यपि नेकपा